हात थामेर बस्यो छोरी देवी आजमा आउनु पढ्नु कता जानु पढ्न आउनु भाइ आयुद्रो नसुते श्रींच दशरथे शत्रु मंगलाकाली भद्रकाली कपालिनी शिवदात्री स्वासमंगलिं शिवे सर्वदसादिते शरणे तमके गौरी नारायणी नमस्ते वर्म करति दीर्घायु विष्णु करति सम्पदा करति दुर्गा रक्षति चण्डिका देवी माताले रक्षा गर्नुहोस् राम्रो होस् बिरामी कहिल्यै नहोस् सफला सन्तु पूर्ण सन्तु मनोरथ दोडा दोडा जमरा धेर नलाउने है जमरा एउटा एउटा सबैजनाले लाउँदाखेरि सबैले सदा प्राप्तिजुलेसु सदा जीवी सदा सुखी हामी छोरी सदा सुखी हुने खोइ पर्मिलाले लगाइदिएको पर्मिला चाहिँ कता गए अहिले लगाइदिनु आउँछ अब भरे लगाइदिनु हुन्छ हुन्छ नमस्कार गरे ठुलो बाबा नमस्कार दुई आचामा थाप्नु अनि खोइ त आमालाई दर्शन गरेको त ल्याएर मुख त पुरै यो आउनु भाइ ए पठाइहाल्नु छ नि काकीले गति तपाउने मानन्छ दुर्योधने सूर्यो शान्त बले बलन्त हलधरे सतिन्त कुन्ते सुते विज्ञानी बिजुरी पर्वती भगतम कीर्तित नारायण नौ दुर्गा भनेको प्रसादले दुर्गा माताले रक्षा गर्नुहोस् राम्रो होस् रोग नलागोस् बिमार नहुनु पिताको सबै थोक पुगोस् हुन्छ दुर्गा माताले आशीर्वाद लाइनै गयो के होइन हो हो पङ्खा खोल फुल बनेको नि मङ्गला काली भद्रकाली कपाल दुर्गा शिवमा शिव सदा सुरु नमस्तुते सर्वै मङ्गल मङ्गलिं सदावर तथादिके मके गौरी नारायण नमस्तुते नौ दुर्गा भनेर प्रसादले राम्रो होस् रक्षा गरौँ बिरामी नहुनु धेरै रोग नलागोस् परिवारतिर रहनु जानेकै दियो आशीर्वाद त हो धेरै दिने हुन्छ तपाईँको यति गर्दा हामी त यसपालि त के भयो भने जमारा छक्का लगाएर पानी बढी हालेर भन्नु भन्दै आडीमा राख्ने भएर त्यही भयो जस्तो नि आएका थिए अस्तिका दिनदेखि कुहिएका फोटो नखेल्नु परिवार भएर खिच्नुपर्छ कसै कसै तराई खाम त्यही होइन मन्त्र त्राइखम जे देवीको त्राइखम तन्नस्तो त्राइखम त्यति हो अस्ति त अडि नै खालाको त्राइखम मनपर्छ त्राइखम कसै कसै त्राइखम जे देवीको त्राइखम अन्तिम नौ दुर्गा भनेका प्रसादले राम्रो होस् रक्षा होस् आइन्द्रो नसुते पढ्नु है भाइ श्रीन्छ दशरथे गवे ऐश्वर मानन्त आमाले पढेको शुद्ध हुन्छ सूर्य शान्त बले बलन्त हलधरे सतिन्त कुन्ते नारायणे नारायणी सर्वै मङ्गल मङ्गलिं सदावरि तथा मङ्गल मङ्गल शिवे सर्वदा साधिके शरणे त्र्यम्बकं गौरी नारायण नमस्ते गौरी नारायण नमस्तुते नौ दुर्गा भनेका प्रसादले राम्रो होस् रोगले पनि छोडोस् टेन्सन केही नहोस्
भगवानले रक्षा गरोस्, दुर्गा माताले रक्षा गरोस्, सीताको सबै थोक पुगोस्। ठिक आउँछ त्यो काँचो पाकेको गएर यसो हेरेको राम्रो होइन होला काँचो त राम्रो थियो अनि यो एउटा कुखुरा झन्डै अगाइने पनि यत्रा यत्रा कुसा देख्छु तर मिठो पनि लाग्छ मैले जाजिकेर मिठो हुन्छ नि पाकेको बरु राम्रो हुन्छ काँचै राम्रो ढोग्न चाहिँ अप्ठ्यारो हुने रहेछ राम्रो होस् जयन्ती मङ्गला काली भद्रकाली कपालिनी शिव सुधा नमस्तुते सर्वै मङ्गलमङ्गलिं सदावरि तथाधिके मके गौरी नारायण नमस्तुते। नौ दुर्गा भवानीका प्रसादले रक्षा गरून्, राम्रो होस्, सधैँ यत्तिकै पुगोस्। छोरी मान्छेलाई चाहिँ जय ह्याप्पी दसैँ भन्नु न ए भाउजूका जमरा कति राम्रा छन् भाउजू भन्दा राम्रा भएछन् जमरा झन् भाउजू राम्री त्यहाँ माथि जमरा झन् राम्रा हल्का भइहाल्छ जस्तो भाग्यमानी रातो अनि ती युज गरिराख्ने ऐन्द्रो नसुते शिलिन्छ दशरथे ससु साङ्ग्रा गवे ऐश्वर जङ्गलते गतिष्ठ पाउने मानन्त दुर्योधने सूर्यो शान्त बले बलन्त हलधरे सचिन्त कुन्ते सुते विज्ञानी विदुरी पर्वती भवतां कीर्तिस्त नारायणी। नौ दुर्गा भवानीको प्रसादले सीताको सबै थोक पुगोस्, रोग नलागोस्, भगवानले दुर्गा माताले रक्षा गर्नुहोस्। काटेको हुन्छ माताले रक्षा गरून्, देवी माताले दुर्गा माताले रक्षा गर्नुहोस्। जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा दुर्गा शिवधर्ती शिव नमस्तुते सर्वै मङ्गलमङ्गलिं सदावरि तथा तिलक नलाग्ने एकजना लाउँदा हुन्छ सदा अड्की गइसक्यो यहाँ भन्नु भक्कड नौ दुर्गा भवानीका प्रसादले राम्रो होस्, रोग नलागोस्, सीताको सबै थोक पुगोस्, भगवानले रक्षा गरून्। सूर्यसुते बलम अलधरे सत्यञ्च कुन्ती सुते विज्ञानं विदुरे भगवती भवतां कीर्तिश्च नारायणी। मान्ने गुन्ने हुनु, राम्रो हुनु, रोग नलागोस्, शोक नपरोस्, सीताको सबै थोक पुगोस्, निरोगी हुनु, रहनु। लु तिमीहरू आउनु ए तिमीहरू अब काकी छोरा बसाउन एकैचोटि काकी छोरा बसाउन एकैचोटि ए हुन्छ त तिमीले बस्न त उसले बुढो खिचिरहेको छ यो खाइसक्दिनँ यो मम्मीको लु त्राइखं कश्यपशत्राइखं जयदेवी पुत्राइखं तन्नोस्तुत्राइखं त्राइखं कश्यपशत्राइखं जयदेवी पुत्राइखं तन्नोस्तुत्राइखं सब छेडियो केही देखिँदैन म त जान हरायो कान्छीका रोग ब्याज सबै हटेर जाउन् निदा झनै सानो भएछ नि कान्छी सबैलाई लाउँछ
तिलक त सबै धोपीको नि आगो फुटे आएको छैन हात खिच्ने बेलामा त्यसै गर्नु आइन्द्रो नसुते सिरिन्छ दशरथे सक्नु झङ्रा गवे ऐश्वर जङ्गलपुरे गति तपाउने मानन्द दुर्योधने दानम सूर्यसुते बलम हलधरे भन्नु मैले लाइन पर्छ त मैले लगाइदिनु पर्छ त यसमा लगाइदिन्छु नि दाजु पर्वती भवतम्ती दुर्गा भनिका प्रसादले आयुष्मान हुनु मान्ने पनि हो ज्ञानी हुनु आमाले पनि सबैले गर्नु पर्यो अझै ज्ञानी हुनु सबै काम गर्नुहुन्छ घरको यसमा छपेर ल भयो भाग्यमानी आशिक दिन होइन भाग्यमानी